बाटो देख्दैछ ताकि दिनभरि एउटा गीत बजाएर पैसा कलेक्सन हुन्छ। उसको बाटो देखाउने काम कसले गर्दैछ? उसको बच्चाले गर्दैछ, जसले आँखा देख्छ। तिम्रो सबैजना आँखा देखिरहेको छ, हिँड्न सक्छौ, बोल्न सक्छौ, तिमीले नगरे कसले गर्ने? त्यसको लागि तिम्रो गाइड चौधरी गर्दा खुसीका साथमा पढ्नुपर्नेछ, मिहिनेत गर्नुपर्नेछ। ठिक्क बेला छ अहिले हो तिमीले पढ्न सक्छौ। कसैले तिमीलाई नराम्रो भन्यो भने मैले मान्छे नराम्रो भन्यो भन्न सक्ने, बुझ्न सक्ने भएका छौ, सम्झिन सक्ने भएका छौ। त्यसको लागि हामी जोइन्ट छौँ, ट्रेनिङ हुँदैछ तिमीहरू। अहिले जीवन कसरी चलाउने, जीवनमा के बन्ने, कस्तो बन्ने, को जस्तो बन्ने, यो बेला हुन्छ तिमीलाई। तर सधैँ तिमी भोलि के भन्दैछौ? आफ्नो बन्यो, पहिला बन्यो, कसैलाई केही थाहै छैन। ब्रिटिस नागरिक हुनुहुन्थ्यो, नागरिक बनियो, झोले बनियो, के बनियो? के गर्ने त? तपाईँ ट्रेकिङमा त्यो जाने भने सबै झोला बोकेर विदेश जानेलाई घुमाउने हो, त्यो पनि गाइड ठिकै छ। झोलेबाट नराम्रो झोले होइन, झोलै बोक्ने हो, विकल्प छैन। के बन्ने हो त्यसको लागि पढ्नु पऱ्यो, इमान्दारी लगन सिकाउनु पऱ्यो र त्यसपछि भोलि जिन्दगी तिमीलाई केही नहुन्छ। पढेर मिहिनेत गरेर पास भयो भने त्यही त विकल्प के छ? सामान्य ड्राइभरको लागि पनि तिमीलाई एसी पास होइन कि अब 12 पास गर्दैछ मिनिमम रिक्वायरमेन्ट। पढाउनेको त पुरै छ क्या, त्यसको लागि मिहिनेत गर्नुपर्ने छ, पढ्नुपर्ने छ। हिजो के गाउँथ्यो, नाच्थ्यो, सबैलाई रमाउँथ्यो, बिराउँथ्यो, नचाउँथ्यो, पैसा कमाउँथ्यो। बिस्तारै के भयो? निधन भयो। के कारणले? पैसाको अभाव। निमोनिया भयो, निमोनियाको उपचार गर्दा भर्ना गर्दा पैसा पुगेन। जब मृत्युको थाहा पायो, एक मान्छे गएर माथि 1000 लाख रुपियाँ छँदैछ क्या, औ बाँच्छ बाँच्दैन। अहिले लाइफ छ, जीवन छ, जति गर्ने अहिले गर्ने हो, अरू सक्नु सक्छ। त्यसको लागि नहोस् भन्नको लागि सबभन्दा ठुलो भनेको आफ्नो काम हो र प्रतीक्षा। हतार नगर। आज फेल भयो भने निराश हुनु पर्दैन, त्यो कुरा राम्रोसँग थाहा छ। एसीको रिजल्ट आउँदा फेल भएर धेरै मान्छेहरूको सुसाइड गरेको देखिन्छ अहिले विभिन्न घटनाहरू हेर्ने भने। तर भोलिपल्ट त के हुँदो रहेछ? रिजल्ट सुधेर आउँदो रहेछ। मिस्टेक भयो भने गल्ती हुन्छ पहिले क्या, भोलिपल्ट पास छ, जिपिए छ भनेर गर्नुपर्नेछ। बिस्तारै तिम्रो यात्रा पास। आज फेल भयो भनेर टेन्सन गर्नुपर्ने छैन, भोलि पास भइन्छ। तिमीसँग आज गुरुहरू हुनुहुन्छ, सरहरू हुनुहुन्छ, साथीहरू छ, परिवार छ, जोइन्टली छ। हामी साथीहरू राम्रो हुनको लागि हामी जोइन गर्दैछौँ। बच्चा हो, गाह्रो छैन होइन? तर जब ठुलो हुन्छ सोचलाई हेर, महिला पुरुष छ तर त्यहाँ पानी छैन, व्यवस्थित छैन क्या, अवस्था के छ? धेरै ठाउँ हेर्ने रोकेर रोकिन्छ। हेर कति चिज नेचुरल चिज छ जुन चाहिँ व्यवस्थापन हामी आफै गर्नुपर्छ। उहाँहरूलाई सिकाएर सिक्नु, नउहाँले सिकाउने हो, तिमीले मम्मीमामा सिकाउने हो, हजुरबाबा सिकाउने हो। त्यसको लागि तिमीहरूसँग जोइन्टली बुझ्नु। जब तिमी सानो थियो, सानो पटमा गर्थ्यो, बिस्तारै ठुलो हुन्छ। तिमीले बाहिर गर्दैन हो, किनभने तिमीले हुर्काइएको थियो, सिकाइएको थियो, अनि बल्ल पानी रहेछ क्या। तिमीहरू भन्नु हात सरहरू नभएको सम्झेर पिसाब गरिसकेपछि पानी हालेको चलाउनुहुन्छ, हात हुन्छ। वा, थ्याङ्क यू सो मच, थ्याङ्क यू, सबैलाई धन्यवाद दिनु। यो हात उठाएको मान्छेको साँच्चै हो, हेर्न जान्छु एकछिन मैले। सामान्य व्यवहार हो, घरमा होस् या स्कुलमा अथवा कहीँ पनि पिसाब गरिसकेपछि पानी हाल्नुहोस् ताकि अर्को मान्छे आओस्। यदि हामीभन्दा अगाडिबाट जाने मान्छेले पानी हाल्दैन भने हामी जान सक्छौँ? अहिले बुझ्नु कस्तो छ। हामीले साबुन पानीले हात धुने भनिरहँदा हामी काँटा चम्मचले खानेकुरा गर्छ। होटलमा साबुन पानीले मात्दैन, साबुन जस्तै राखेको छ, सुक्खो पानीमा चोप्छ, निकाल्छ, खान्छ, फेरि गाउँमा छ भने यसरी खाइरहेछ। त्यस्तो किटाहरूले गर्दा हाम्रो शरीरमा पानी साबुन पानीले हातले खाउँ छैन क्या, मम्मीको हुन्छ। हाम्रो स्वास्थ्यले हाल्छ। यही कारणले गर्दा बिरामी छौँ। धेरै ठाउँमा गर्मी बेला छ, धेरै ठाउँमा झाडा पखाला भन्दैछ तिमीलाई, लो नानीहरू बाबुहरू सघाउँदैछौँ, यो गर, भोलि यो अवस्था नहोस्, भोलि यो अवस्था नहोस्, सिकाउँदैछौँ, गाइड गर्दैछौँ। तिमीहरूले अब यसलाई पढेर लग्नुहुन्छ। तिम्रो धेरै ज्ञानी भइसकेका छौ।
हिन्दी भइसकेको छ खेल्दै खेल्दै हामी राम्रो गर्नुपर्ने देखिन्छ यो साथीहरूले काम गर्छौँ ताकि भविष्य त के हो तिम्रै हो स्कुलमा हेर्छौँ उसको कुराहरू सुन्छौँ उसको फोटो हेर्छौँ उसको कहानीहरू सुन्छौँ मिहिनेत गरेको छ सरले भन्नुहुन्छ त्यति बेला ठुल्ठुलो विद्वानहरूको बारेमा भन्नुहुन्छ सुनिरहेका छौँ ताकि म पनि भन्न पाएँ फिल गर्दैछौँ हामी सोच्दैछौँ त्यसको लागि पढ्नु पर्नेछ क्या हिजो हामीलाई थाहा छ रेडियो सुन्दा सुन्दै हामी सुन्थ्यौँ रेडियो सुन्दा सुन्दै सुन्थ्यौँ कथाहरू सुनेर मान्छे भक्कानिएको मिहिनेत गरेका छन् गाली गरेका छन् तिम्रो आमा बाउले एउटा मात्रै काम छ तिम्रो यहाँ बसेर तिम्रो ड्रेससम्म धोइदिनु भएको छ तिम्रो जुत्ता धोइदिनु भएको छ मजा धोइदिनु भएको छ कहिलेसम्म आमा बाउलाई धोउने सुरुवात गरौँ भोलि तलमाथि गऱ्यो भने सबै आफै गर्नुपर्छ त्यसको लागि हामी जानुपर्नेछ धेरै कामहरू छन् हामीलाई थाहा छैन भोलि तिमी कहाँ जान्छ तिमी के बन्छौ थाहा छैन एउटा फुललाई पनि थाहा छैन कि बिहान हुँदा कहाँ जाने हो बिहानमा चाहिँ जाँदा के हुन्छ मन्दिर जाँदा के हुन्छ तिमीको हातमा छ तिमीले गर्नुपर्ने र हामीलाई थाहा छ सबै कुरा छैन त्यसै यस्तो अवस्थामा छ तिम्रो राम्रोसँग बुझ्छौ जे छैन त्यसको इच्छा नगरौँ सायद उसको पनि खुट्टा भइदिएको तिम्रो जस्तो हिँड्थ्यो होला पढ्थ्यो होला दौड्थ्यो होला ठुलो मान्छे बढ्ने इच्छा थियो घर बस्दा कल्पना मात्रै गर्छ मेरो पनि खुट्टा भइदिएको यस्तो लाग्छ कमसेकम जीवित छ खुट्टा नभएर के भयो अरू चिज छ हातहरू छन् यहाँ त हात खुट्टा नै डिसेबिलिटी भएको पनि छ क्या यो अवस्थामा भएको भए तिमी के गर्थ्यौ होला तिमीलाई एक सेकेन्ड पनि बाँच्न मन लाग्छ तिमीलाई यही 25-20 जनाका साथीहरू हुँदाखेरि कुनै एउटा विषयमा फेल हुँदाखेरि तिमीलाई कति चिन्ता लाग्छ पढ्नै मन लाग्दैन एउटा क्लास फेल भयो भने अर्को क्लासमा म जाँदैन भनेर स्कुल छोडेका धेरै साथीहरू छन् धेरै दिदी बिताइरहेको छन् टेन्सन नगर लाइफ चल्छ अवस्था हेर यहाँ न हात राम्रो चल्छ न खुट्टा राम्रो चल्छ न मुख राम्रो चल्छ तर जीविकोपार्जन छ खुसीका साथ एउटै मात्र सोची हो म गर्न सक्छु खुसीका साथ धेरै चिज गर्नु पर्दैन सानो सानो काम ठुलो प्रतिफल दिन्छ तिमी सानो छौ तर तिमीले गर्ने कामहरू ठुलो हुन्छ घरमा तिमीले सहयोग गर्ने सघाउने कामहरूले गर्दा बुवा आमा खुसी हेर सानोदेखि तिमीले मलाई सानैदेखि सहयोग गरेको आमाको शब्द हेर बुवाको शब्द हेर तिमी आज एउटा गणितको एउटा होमवर्क गर्छौ फेरि त्यसपछि इङ्ग्लिसको गर्छौ साइन्स गर्छौ बिस्तारै बिस्तारै तिमी सबै होमवर्क गर्छौ र तिमी होल वर्षको पढ्दाखेरि तिमी पास हुन्छ अघिल्लो कक्षामा जान्छौ तिमी आज गर्दैनौ पढ्दैनौ भोलि गर्दैनौ 7 कक्षा 7 पटक फेल भएका छन् साथीहरू छन् भन्न कतिलाई गर्छ किनभने होमवर्क गर्दैन पढ्दैन मिहिनेत गर्दैन कसरी हुन्छ सम्भव छैन त्यही भएर हरेक दिन सानो कामहरू गर्नुपर्ने छ हिम्मत गर न तिमी यहाँ बसेर हाँसिरहँदा तिमी यहाँ बसेर गफ गरिरहँदा मस्ती गरिरहँदा तिम्रो बुवा कहाँ हुन्छ कस्तो त थाहा छैन तर हिम्मत गरेर तिमीसँग बसेको जो बुवा साथ हो पनि सबभन्दा ठुलो पावर तिमी जब पेटमा थियौ नि त्यति बेला तिम्रो मम्मीलाई सोध्नु के पटक घरका काण्ड भयो तिमी जन्म हुँदैछ छोराछोरी थाहा थिएन जे पनि हुन्छ जे जन्मेको छ त्यही नै र त्यसपछिको हालत हेर यदि सायद टाउको नभएको तिमी जन्मेको भए आज तिम्रो कपाल हुन्थ्यो तिमी बाँच्थ्यौ होला तिमीलाई के भन्नु होला यो पीडाले गर्दा तिमीलाई जन्माएको छ यो अवस्थाले गर्दा तिमी जन्म भएको छ त्यो त राम्रो गर्नुपर्छ बेस्ट गर्नुपर्छ धेरै राम्रो गर्नुभएको साथीलाई गुरुहरू हुनुहुन्छ यति राम्रो हुनुहुन्छ अनुभवी हुनुहुन्छ यङ जेनेरेसन हुनुहुन्छ हामी राम्रो चलाउँछ कोही हेर्दा मिल्छ भने कोही हेरि आमालाई सोध्नु यस्तो खालको पेट चिराइथ्यो यो गलत थियो हामीले राम्रो स्वास्थ्य परि पाएन तिम्रो जन्म त्यसरी पेट त्यसको लागि हामी त्यहाँदेखिको मिहिनेत छ कि आजको आज यो ठाउँमा पनि पुगिरहेको छैनौँ कल्पना गरेर केटी खोरिरहने त्यो आमाको बच्चा बसिरहँदा एउटा ढुङ्गाको टुक्रा ठाउँ राखेको भए सायद यसरी तिमीलाई हुर्काएको छ त्यसरी बचाएको छ माया त सबैले गर्छ जनावरले पनि गर्छ मायाको डरले सबैले गर्छ त्यो हिसाबले देखिन्छ जति बेला तिमी जन्मियो त्यो रुवाई चाट त्यसलाई फिल गर्थ्यौ तिमी आमासित बुवा थियो त्यति बेला खुसीका साथ मेरो बच्चा भोलि राम्रो हुन्छ भन्ने आशा तिमीले स्तनपान गराउनुभयो र त्यो स्तनपान सधैँ गर्दा गर्दै कुरो हुँदछ त्यसले गर्दा माया लाग्छ अहिले पनि माया लाग्छ
हेर यो अवस्थामा खाने कतिजना हुन्छ 5 वर्ष बनाएर खाने यस्तो चिज संसारको कोही पाइँदैन त्यही नै अमृत समान थियो कि आमाले सबभन्दा पहिलो शिक्षक हुन् गुरु हुन् तिनीहरूले तिमीलाई यहाँसम्म दिएको छ र यतापट्टि दिएको छ एउटै आमाले बच्चा घुमाउन ल्याउँछु त्यो पटपटे गर्ने चप्पल जुन चाहिँ 25-30 रुपियाँमा आउँछ त्यो चप्पल घरमा प्लास्टिकले बाँधेर दिएको चप्पल बाटोमा बजारमा आउँदाखेरि उसलाई चाहिँ ठिक छ र फेरि उसले बाँध्दैछ हामीलाई थाहा छ हाम्रो आमा बुवा अहिले पनि बजार भेट्यो भने हामीले आमा बुवालाई चिन्दैनौँ लाज लाग्छ उसले हामीलाई हुर्कायो पढायो के धेरै मिहिनेत गर्यो र अहिले पनि हामीले बजार देख्यो भने सायद आमालाई भन्दैछौँ कि मलाई भेट्नु होला बनाएर भन्दैछ तिमीलाई चिनेनौ मैले देखिनँ भन्छ मलाई राम्रोसँग थाहा छ तिमीले बजारमा भेट्दाखेरि बुवा आमालाई ढोक्न सक्ने त अवस्था छ लाज लाग्छ यसैको लागि हो बुवा आमा घरमा हुँदाखेरि राम्रो हुँदा मात्र बुवा आमा होइन नराम्रो हुँदाखेरि बुवा आमा अवस्था हो सत्यता हो तिमीलाई जति बेला खानासम्म सक्दैन थियो त्यति बेला आमाहरू खुवाउँथ्यो त्यही मायाले त्यसैले गर्दाखेरि तिमीलाई अहिले हेर त्यो बच्चाले आमालाई माया गर्छ त्यो बच्चाले आमालाई दिइरहेको छ ताकि आमाहरू आजकल फरक फरक हुन लागिसक्नु भएको छ कोही आमा यस्ता खालको हुनुहुन्छ कोही आमा यस्ता हुनुहुन्छ मोबाइल सुरु भयो तिमीहरू मोबाइल हेर्दैछौ तिमी कसरी नजिक हुन्छौ कि अब जब आमाले तिमीलाई यसरी हुर्काउनुहुन्छ भने तिमी कसरी अब आमासँग बुवासँग नजिक हुन्छौ परिवारसँग तिम्रो बुवा कहाँ आउनु तर यहाँ चाहिँ तिमीहरूलाई गतिलो मोबाइल चाहिएको छ तिमीलाई चाहिँ राम्रो मोबाइल चाहिएको छ तिम्रो परिवारलाई राम्रो मोबाइल चाहिएको छ एउटा खुट्टा छैन तर ज्यान पाइरहेको छ आफ्ना बच्चाको लागि हो जिन्दगी यति थकान छ कि सुत्दाखेरि आफूलाई सुत्दै खासो बस्यो बच्चाहरूलाई राम्रो गर्ने प्लानमा छ एडजस्टमेन्ट यसरी चाहिँ जीवन छ हामीले धेरै ठाउँमा देख्छौँ हामीलाई लाग्छ खानेकुराहरू पुरानो अहिलेको हेर्ने हो भने हिजोको खानेकुरा यस्तो थियो अहिले पनि गाउँको खानेकुरा यस्तो हो तर बिस्तारै बिस्तारै हामीसँग कहाँ आउँदैछ अब कुरा बजारिया कुरामा आउँदैछ जङ्गफुडतिर आउँदैछौँ खानको यस्तो खाएको हामीलाई यही मनपर्छ अब कुनै दिन हेर्नु होला सँगै एउटै हातले चेउचे पाउने आमा दुईटा पानीपुरी चटपटे जे खानुहुन्छ त बाहिर खानेकुरा कुनै दिन मेरो साथी त क्यान्सर भएर मरेछ अरे भन्ने चिन्नुपर्छ एउटै आमाले यस्तै जङ्गफुड खुवाउँछिन् र भन्छन् मेरो छोरोलाई त क्यान्सर भइसक्यो पैसा उठाउँदिन्छ पैसा हुन्छ कहाँ अब त्यही हातले खुवाइरहेको छु चाउचु बिस्कुट गायन त धेरै बजारिया खानेकुराहरू पाउरोटीदेखि तिमीलाई त्यही मनपर्छ भोलि अवस्था हेर त मोटोपन सुरुवात हुने नर्मल्ली घर पक्राले मान्छे मोटाउँदैन कसैको मोटो यस्तो हुन्छ कति मोटी छ यति भन्छ खानपानहरू खानपान छ हेर भन्न यहाँ चाहिँ पहाडको एक साइड धेरै छ काम धेरै भएको हुनाले जीवनहरू अझै बेला आउँछ रात के हुन्छ अझै बेला आउँछ है बिस्तारै हुन्छ सबै खानपानको बसाइको हिसाबले त्यति मात्र होइन यहाँ अरे अहिले सिजनमा कहाँ खोल्ने सिजनहरू अहिले होइन नि भन्न कसैलाई बस्यो हरेक चिजमा विषादी छ हरेक चिजमा पेट्रोलसँग सुई लगाएर ठुलो बनाएका छन् बिस्तारै एकलौटी हुँदैछौँ हामी अब मोबाइल हेर्दैछौँ खानपान यसमा खाँदैछौँ के खाना भयो मोबाइल भइपुग्छ अनि मस्तिष्कमा समस्या छ कतिको मेरो बच्चाको मेरो गरै बिग्रिसकेको छ मेरो बच्चालाई त अहिले 17, 18, 19 वर्षको बच्चालाई त मधुमेह सुरु भयो प्रेसर सुरु भयो कुनै बेला हामी मेडिकल साइन्स पढ्दाखेरि भनेर लाग्ने रोग भन्दा हामी पढ्थ्यौँ आदरणीय सरले हुनुहुन्छ त्यति बेला गाउँमा देखिदिन्छ सुगर प्रेसर अहिले गाउँमा त सुगर क्यान्सरको त के कुरा गर्नुहुन्छ हेर्नुहोस् त यहाँ यति राम्रो अङ्ग यति राम्रो शरीर आफ्नो क्षेत्रको राम्रो पढेका छौँ अङ्ग कहाँ छन् के सम्बन्धी यिनी अङ्गको जब क्यान्सर हुन्छ त्यसपछि हार गुहार गर्दै हिँडाउनु हजुर बजाइदिनु ब्रेन क्यान्सर भयो ब्लड क्यान्सर भयो यसको क्यान्सर भयो सबै खानपान हो अहिले तिमीहरूलाई जुन हातले बुवा आमाले यस्तै जङ्कफुड खाइरहेछन् कुनै दिन त्यही हातले मेरो बच्चालाई क्यान्सर भयो भनेर गीतमा हेर्नुपर्छ त्यसको लागि न तिमीसँग त्यति बेला पैसा हुनेछ न तिम्रो जीवन त्यसको लागि यो नहोस् भन्नको लागि जीवनमा सबभन्दा बढी यही कुरा गर्छु न कतबाट न कतबाट मुसिबतमा यो कुरा
आपतबाट जो तिमीसँग छ त्यही नै पाउँछ, त्यही नै तिमीहरूको लागि सबभन्दा ठुलो कुरा हो। अरू विकल्प छैन। त्यसले गर्दा लाइक गर्ने कि डिसलाइक गर्ने हो त? स्वस्थ खाना खानेले लाइक, अझै पनि च्याउचो बिस्कुट पानीपुरी लगायत सबै बाहिर खाने बाफनले डिसलाइक। लाइक कि डिसलाइक होला गराउँदै थियो सबैजनाले? एकचोटि सबैजना गर्दा लाइक कि डिसलाइक हो? सबै देखाउँदै कस्तो कस्तो लाइक रहेछ? ओके, थ्याङ्क यू सो मच। हामी चाहिँ यति धेरै खानेकुरा छ हेर्नुहोस् न। के खाने हो क्या? बजारमा भन्दा पनि हेर्नुहोस् न, अहिले हेर्नुहोस् न, बजारमा काफल पाइन्छ? हाम्रो जङ्गलमा काफल छ। ओइसनु पाइन्छ? हिजो हामी कुरा गर्छौँ यहाँको ओइसनुलाई तिमीले टिपेर एउटा दुनोमा प्याक गरेर बजारमा पठाऊ, 200 देखि 300 को प्याकेटमा बेच्न मिल्छ।